Hello everyone, Namaste. Yamuna Magir official YouTube channel मा यहाँलाई हार्दिक स्वागत छ। आज चाहिँ हामी हेलसिंकी घुम्न जाँदैछौँ। एकदमै मौसम राम्रो छ आजको दिन चाहिँ, र आजको दिन यो मौसम राम्रो भएको बेलामा त्यहाँनिर चाहिँ एकदम रमाइलो ठाउँहरू पनि छ। हामी चाहिँ घुम्न गएको छैन हैन। हामी चाहिँ आज तपाईलाई त्यहाँ के छ विशेष त मेन हेलसिंकी आज घुम्दैछौँ। तपाईहरुले हेरेर साथ दिँदै गर्नु है त। ओके, र मेरो YouTube च्यानललाई सब्स्क्राइब पनि गरिहाल्नुस् है। ओके, लेट्स गो बेबी। हाई भन्देऊ छोरो, हाई भन्देऊ न, हेलो भन्देऊ न। ल मेरो छोरा एकदम मोडी टाइपको छ है। बाबु कहाँ जाने घुम्न? ल यहाँबाट माथि ट्रेन स्टेसन छ, हामी ट्रेन स्टेसन जाँदैछौँ। हामी यहाँबाट कति स्टेपमा जानुपर्छ? लगभग 5-6 स्टेसन पर हो हेलसिंकी। यहाँबाट हामी जाँदैछौँ। यो स्टेसन ट्रेन स्टेसन आइपुग्न लाग्यो हामी। आज रमाइलो हुनेवाला छ किनभने मौसम फुलेको छ नि त। फुलेको मौसममा अब त्यहाँको स्पिनहरू चाहिँ राम्रो देख्न सकिन्छ भनेर भन्छु। 2 मिनट कुर्नु पर्नेछ ट्रेनलाई हामीले। मात्रै छ ट्रेन आउनलाई 1 मिनट मात्रै बाँकी छ। सबैजना यहाँनिर ट्रेन स्टेसनमा ट्रेन कुरिराख्नु भएको छ। हेलो, ट्रेन आयो। ओके, ट्रेन आयो। अब हामी ट्रेनमा चढ्दैछौँ। खै उता पछाडि जाउँ। ट्रेन हामी चढिसकेका छौँ। अबको भिडियो चाहिँ सरल ठाउँ पुगेपछि हामी देखाउँछौँ, हेरिदिनु होला है। मम्मी के हेर्नु न, के छ सानो? के हेर्नु कति राम्रो, कस्तो राम्रो राम्रो ठाउँहरू छ है। जग्गा किनेर घर बनाउनु जस्तै लाग्छ। जग्गा किनेर घर बनाउने जस्तै। त्यो झोलसँग डोर बनाउने। अबे यार, यो त मुसिबत हो। के हो त्यो भने? बाबा मम्मी हेर्नु, हेर्नु न मम्मी, कत्रो फलेको न। हेर्नु मम्मी। यो चाहिँ पर्सि चाहिँ सबै हुन्छ रे। बाबा हामीहरू पनि यस्तै डोर बोटमा जाने होइन, योभन्दा ठुलो बोटमा जाने। अच्छा, नभए हामीहरू त्यो अस्ति चाहिँ जोडामा जाने। अब आइपुग्यो होला नि। कति बुझ्ने तर फेरि जायो फियो। हामी फाइनल्ली हेलसिंकी आइसकेका छौँ। अब हामी घुम्न जाने ठाउँको नाममा बिर्सिहाल्छु। के अरे? सुमेलिना आइल्यान्ड हामी घुम्न जाँदैछौँ है। ओ अस्ति हामी फर्स्टमा आउँदाखेरि यति चिसो थियो होइन। आज यस्तो
चाहिँ पातलो कपडामा पनि हिँड्न मिल्या छ है। एकदमै राम्रो ठाउँ यो समर लागेपछि एकदमै राम्रो देखिने रहेछ है। हेलसिङ्की धेरै पछि यो चिसोमा निस्केकै थिएन, आज धेरै पछि निस्के। एकदमै रमाइलो हुनेवाला छ। अब हामी सिपमा जान्छौँ, सिपमा। सिप यस्तो गर्दैन बाबा, यस्तो गर्दैन। यताबाट अब 10 मिनट जति हिँड्नु पर्यो। 10 मिनट जति हिँड्नुपर्छ है यहाँबाट, अगाउको छैन। जाँदैछौँ यहाँबाट, उत्तापट्टि निस्किनु पर्ने हुन्छ यहाँबाट। समर लागेपछि त यो मनी एक्सचेन्ज गर्ने ठाउँ हो। ओके ओके, ट्रेन हिँड्न ढोका ट्रेन आउँछ। फाइनली हामी यता निस्कियौँ अब छेउछेउमा है। अब यो साइड कताबाट हो त्यो जाने? हामी यता जाने। यता हामी हेलसिङ्की सेन्टर आइपुग्यौँ। हेलसिङ्की सेन्टर हो यो खास। समर लागेपछि मान्छेको चाप हेर्नुहोस् न, यति धेरै छ है। कताबाट जाने? यता बाटो काट्ने हो? ओके। यमुना मगर बाटो काट्नलाई कुदिरहेछ। ओके, हामीले रोड क्रस जेब्रा क्रस गरिसकेका छौँ। जेब्रा क्रस? यस, कता हो? यो साइड चाहिँ म आएको थिइनँ नि त, त्यही भएर हो। यो यहाँसम्म आएको हो। समर लागेपछि चाहिँ यहाँको होटल, रेस्टुरेन्ट, पार्क हर कुरा प्याक देखिन्छ। यताबाट यता गए नि हुन्छ, यताबाट यता गए नि हुन्छ, जता गए नि हुन्छ। यतैबाट एकछिन यता फुलिन्छ। अब यो रुखहरू, यो रुखहरूको पाल्पा कमाउँदैछ। यति हरियाली हुनेवाला रहेछ। कस्तो खालको बस्छ फेरि यो? के हो बाबा यो? कुनै पुरानो चर्च बिल्डिङहरू होला।
व्हाइट चर्च पनि गाछमा स्याहार्ने तर त्यसको फोटो हामीले ल्याएको छैन अब एक दिन त्यस्तो पनि बनाउँछौँ आजै जान्छौँ नि अहिले आजै जान्छौँ नि व्हाइट चर्च खतरा छ एकदमै राम्रो सुरेन्द्रमा आजको टुरिस्ट हो किनभने हामीलाई त्यहाँ थाहा छैन सुरत चाहिँ अस्ति योभन्दा अगाडि गएर आउनु भयो नि तपाईँ यस हरू छ नि यो के अरे बाबा के भन्छ यसलाई स्कुटर नम्बर हुँदो रहेछ होइन त्यसमा चाहिँ टिकट काटेर चढ्न पाउने स्क्यान गरेर मिनेटको हिसाबले पैसा तिरेर आफूलाई नेक्स्ट जहाँ जान सकिन्छ त्यहाँसम्म हामी जान सक्छौँ यो चाहिँ यहाँनिर पार्कमा हरेक ठाउँमा राख्दै हुन्छ त्यो चाहिँ आफैले आफूलाई चढ्न मन लाग्यो भने कति जानु पर्यो भने जान सक्ने वाला है त राम्रो त हेर्नु त यो के अरे अनि त्यो त मजाले रोप्या नै रहेछ त्यो घाँसवाला छ नि बाबा रोप्या होला के होला है त्यो फुलहरू बनाएको चाहिँ फुल्याएको त्यो आर्टिफिसियल रहेछ आर्टिफिसियल हो त्यो फिनल्यान्ड एकदमै राम्रो लागिरहेछ मौसमको हिसाबले चाहिँ त्यस्तो धेरै राम्रो हुँदैन होइन मौसमको हिसाबले चाहिँ अब 6 महिना त भब्बालै हुनेवाला छ अरे यो चाहिँ मेन हेलसिङ्की सेन्टर हेलसिङ्की सेन्टर फिनल्यान्डको राजधानी क्यापिटल सिटी यहाँको मौसम चाहिँ 6 महिना एकदमै चिसो हुन्छ अरे होइन हामी अस्ति आउँदाखेरि पनि एकदम चिसो भएको थियो हिउँ परेर 2 बजे नै अँध्यारो हुने भएको थियो अहिले चाहिँ फेरि 9 बजेसम्म उज्यालो हुन्छ बेलुका उज्यालो हुन्छ होइन अनि पछि 1 बजेसम्म पनि उज्यालो हुन्छ आर्टिफिसियल होइन रहेछ बाबा नेचुरलै होइन कस्तो राम्रो है अघि यो देखाइरहेको थियौँ नि हामीले उताबाट यो आर्टिफिसियल रहेछ भनेर तर होइन रहेछ यो एकदम नेचुरल नै रहेछ वा कस्तो मजाले हेर्नु त बाबा यो चाहिँ आर्टिफिसियल हो क्या हो एकचोटि हेर्छु ल यो चाहिँ आर्टिफिसियल हो रहेछ यो चाहिँ आर्टिफिसियल रहेछ यो त बारीको चाहिँ थिएन यो चाहिँ आर्टिफिसियल त्यो सजाउनको लागि रेस्टुरेन्टमा यसरी यता देखाउँछ ओल्ड त्यसरी पनि ओल्ड गर्छ लडाउने नानी त्यही भयो क्या किन लडायो किन बाल्ने हुन्छ है बाबा यो के होला है यसको यो रेस्टुरेन्टको एउटा सिम्बल होला नि यो के फलिरहेछ होइन यो कस्तो राम्रो गरी बनाएको थियो यो बत्ती बलिरहेछ यो खास के चाहिँ यसको अर्थ होला भगे पनि केही सिधै अगाडि यसमा अघि पनि भन्यौँ हामीले यो चाहिँ के रहेछ यसमा जान मिल्छ तर हामी हिँड्नेवाला छौँ अलिक परबाट सिक्स चढ्नेवाला छौँ sofa. Hey, Hello.
हाम्रो फ्यामिली भ्लग पनि हो यो चाहिँ खासमा फ्यामिली भ्लग यमुना मगर यो अफिसियल युट्युब च्यानल 5000 भन्दा बढीले हामीलाई सब्स्क्राइब गरिदिनु भएको छ फेरि पनि थपिदिनु होला तपाईहरुले माया गर्नु होला है के भन्छ प्याज जस्तोमा यो रोपेको हुँदो रहेछ कस्तो राम्रो लाग्यो यो चाहिँ यहाँ चाहिँ एकदम बेस्ट त्यो देशमा कुकुर पाल्ने रहेछ होइन त्यो त जहाँ पनि क्या बच्चालाई भन्दा कुकुरलाई बढी पनि मेन हेलसिङ्की सेन्टर नै हो वाउ यो एरिया चाहिँ म आइपुगेको थिएँ है फेरि एकदमै राम्रो लाग्यो झन् यो पार्क यो एकदमै राम्रो मजाले क्या बस्ने ठाउँहरू भएको वाउ यहाँ ट्रेन आउँदा एकछिन बस्नु यहाँ यसरी यहाँ पार्किङ छ ए के भन्छ त्यसलाई बस्दा मिल्ने ठाउँ क्या फेरि म त हेर न तिमी त के खाएको हौ चस्मा लगाऊ सुरेन थापाको केही भन्नु छ छैन हेलो एभ्रीवान भन्छ नि छोरा ट्रेन थाकिसक्यो है अब पुग्न लाग्यो अब सिप के अरे एउटा गार्डन जस्तो छ यहाँनिर यो हाम्रो इलामको चिया जस्तै गरेर चिया बारी जस्तै बनाएको छ बिचमा यहाँनिर यसरी हिँड्ने ठाउँ छ यता बस्ने ठाउँ छ आफ्नो फ्यामिलीसँग साथीहरूसँग थाक्यो थाकेन तिमीलाई कस्तो महसुस भइरहेको छ सर अब आउन लाग्यो आइपुग्यो त त्यही हो त अब आइपुग्न लाग्यो अब हामी त्यहाँबाट अनि हामी फेरि चढेर यो देखाउनु बाबा यो रुखहरू अब पालुवा फलाउँदैछ यस्तो राम्रो देखिनेवाला छ अझै योभन्दा पछाडिको समय फेरि हामी आउन चाहन्छौँ र यो 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 देख्न सक्नुहुन्छ यो वाला फुल चाहिँ होइन हरेक यो मौसममा चाहिँ हर जग्गामा उम्रिराखेको हुँदो रहेछ होइन कस्तो राम्रो राम्रो क्या राम्रो लागिरहेको ल कस्तो राम्रो छ यहाँ पनि यहाँनिर बाटो यहाँ खनेर के रोक्न लागेको जस्तो देखिन्छ के होला है यो लाउ सर Sir, we are very near Sarab. Yes, baby. क्या के छ उडा उडा हेर्दा ल एक मिनेट के हो हेर त छोरा के हो भन्दै त किसले के अरे पानी हालिदिँदैछ त्यस्तो राम्रो अब हामी उतै पुग्न लाग्यो फेरिको उसमा
कसले बनाएको होला है डोन्ट टच छोरा आउँछन् त्यस्तो होइन कि यसलाई बनाएर कुछ गर्दैछ खै हातले यहाँ छ हातले ए लाइट बल किन आएको होइन आएको हो तर अस्ति यस्तो विन्टरमा यस्तो बनाएको थिएन क्या सबै खोलेको थिएन क्या सबहरू जानु कि नजानु पख पख लाइट बलिरहेछ उता रातो हामी चाहिँ हेलसिङ्कीको समुद्री साइडमा आइपुग्यौँ हामी जाने फेरि पनि आइसक्यो त्यो हामी छिटो जानुपर्छ त्यहाँ आइपुग्छ उदेशमा जाने क्या हामी आइपुग्न लागिसक्यो फेरि पर्छ खाने चिज यस्तो हुँदो रहेछ बोक्रा बोक्रै चाल्छ फिस कताबाट जाने हो उता पल्लो यो चाहिँ हेलसिङ्कीमा यसरी सानो टेन्टहरू राखेर दिउँसो यसरी के अरे हाम्रो शनिबारको बजारहरू लाग्यो जस्तो गरेर आउने रहेछ कस्तो राम्रो लाग्यो यो पनि मलाई चाहिँ फिसको परिकार छ एकदमै आइसक्रिम ल अहिले फर्केपछि किनिदिन्छु हस् ओके यो चाहिँ खास टुरिस्टिक एरिया हो त्यही भएर यहाँ टुरिस्टहरूलाई काठमाडौँको ठमेल जस्तै एरिया भएकोले सबै टुरिस्टहरूलाई एट्र्याक्सन गर्ने विभिन्न कन्ट्रीको चाहिँ चिनोहरू सोभेनियरहरू प्रदर्शन बिक्रीमा राखिएको छ यो सिपभन्दा पनि फेरि रहेछ यो सिप चाहिँ ठुलोवाला छ यो चाहिँ नजिकै नजिकै ओहोरदोहोर गरिराख्ने यसमा जाँदैछौँ अब टिकट लिएर ओके टिकट हामीले लिइसकेका छौँ Just deal with it. Yeah, exactly. The amount of times people in another say me, hey, Canadian, why are you food? It's like, I'm just better prepared. I just have better equipment. I'm so bold. Se on minun suojelin tässä kestää puolta. 10 Noin vähän. Joo, sä näet sen täällä. Onkohan mitään kivaa? तर हामी त किन बस्छौँ
हामी त हेर्दै यस्तो गरौँ वाउ ले त देखौँ चप्पल पानी तर कस्तो अँध्यारो हो यता चाहिँ ठिक छ मम्मी ओके समुद्रको बिचमा हामी आइसक्यो आइसकेका छौँ फेरि भन्दैछ र समुद्रको बिचमा हामी आइसकेका छौँ अब हामी जानको लागि रेडी छौँ वाउ यो पारिपट्टि देख्न सक्नुहुन्छ तपाईँले यतातिर पानी छ यो के अरे पानी छ पेट्रोलले मात्र चाहिँ म मात्रै हो कि सबै होला है मलाई चाहिँ त्यो खालको स्मेल आयो क्या माथि हिँड नि त ओके माथि जाऊँ न त्यही भएर उता खोलातिर लाग्दैन शान्त गयो नि जिन्दगी फुल टिपिन्छ टिप्न त टिप्नै मिल्दैन कति गहिरो मम्मी हजुर के पख न अब उता पर आइल्यान्ड पुगेपछि खानेछ र के खाने भनेको यता हेर्दै उता मम्मीलाई हेर्दा कहाँ जाने छ एउटा आइले ओके सुमेलिना आइल्यान्ड जाने हो हामी बाबा यो चाहिँ हेलसिङ्कीको एउटा सानो टापु हो त्यहाँ चाहिँ जाने हो त्यहाँ चाहिँ नर्वेको बोर्डरको समुद्री सतह पनि हामी देख्न पाउँछौँ अब चल्या हो हामी भिडियोमा देखाउँछौँ अब चल्यो औ अब स्टार्ट भयो ओके कति मिनट लाग्छ बाबा यहाँबाट हामीलाई यहाँबाट 17 मिनट लाग्छ 17 मिनट यसमा ओके चढाएर राखिदिएको छ उसले नदेखेर होइन किनभने यहाँ पर्खाल्छ नि त उसको यो चाहिँ क्रुज हो यो चाहिँ नर्वे यताउता यो क्रुज यहाँबाट जान्छ छुट्छ त्यही हो सर यो क्रुज भन्छ यसलाई चाहिँ क्रुजको नाम सिन्ड्रेला त्योभित्र एउटा छुट्टै संसारै त्यहीभित्र हुन्छ नि सपिङ मलदेखि लिएर हरेक कुरा हुन्छ मलाई पनि हामीले देखेको थिएन नि त खास भन्ने हो भने होइन हामी त अब यो उसमा मात्रै देखिरहेको पढिरहेको सुनिरहेको हो नि त अब छेउैबाट यसरी हेर्दा अझ त्यो भित्र पनि कस्तो पाए चाहिँ कस्तो हुन्थ्यो भन्ने मलाई चाहिँ फिल भएको छ अब त्यो पनि कुनै बेला नर्वे जानुपर्छ यहाँबाट नर्वे स्विडेन यहाँको बोर्डर हो छोरा तिम्रो केही भनाइ छ कस्तो लागिरहेछ सानो कस्तो फिल भइरहेछ डर लागिरहेछ छैन हामी बाबा छोरा छौँ हामी यहाँ
यताबाट देख्ने रहेछ सर ल तल हिँड तिमीले सबै देख्ने रहेछ नि त यताबाट चाहिँ पारी जाउँ त्यो समुद्र पारी जाउँ चाल देखेर आज फुलफुली नगर गन्तव्यको नजिकमा छौँ सुमेलेना आइल्यान्ड आइपुग्न लाग्यो यो चाहिँ एउटा सानो टापु हो हेलसिङ्की भित्रै पर्छ यो चाहिँ ठ्याक्कै नर्वेको बोर्डरमा रहेको थियो यहाँबाट चाहिँ समुद्रै मात्रै छ यहाँबाट यो टापु भन्दा बाहेक अर्को हेलसिङ्की अथवा यो फिनल्यान्डको चाहिँ कुनै पनि एरिया जमिनको एरिया छैन यो यहाँबाट चाहिँ समुद्रै मात्रै छौँ यो नर्वे साइडको समुद्रको भाग पनि तपाईँहरूलाई अहिले हामी देखाउँछौँ यहाँ मेन ब्लगर यहाँ टिकटक बनाउनमा व्यस्त छ त्यही भएर मैले फेरि यहाँ थोरै ओभरटेक गरेर ब्लगिङको आवाज दिइरहेको छु प्राय गरी बाह्य पर्यटकहरू आउने गरेको पाइयो यहाँ विशेष गरी युरोपियन्स भित्रकै एसियन सबै मुलुकको टुरिस्टहरू चाहिँ यहाँ भिजिट गर्न आउने रहेछ समरमा बहुत सुन्दर दृश्य देखिन्छ यो विन्टरमा सबै यो समुद्र नै सबै यो फ्रिज भएको हुन्छ किनभने म लास्ट टाइम विन्टरको बेलामा नै एकचोटि यहाँ यो साइडमा हेर्न आएको थिएँ तर त्यति त्यो बेला यो सिप चल्ने स्थिति थिएन फाइनली हामी डेस्टिनेसनमा एकदमै नजिक छौँ त्यहाँ चाहिँ हाम्रो फेरि रोकिन्छ त्यसपछि हामी अगाडि बढ्छौँ Okay, how many? अब ढुक्कले बिस्तारै हिँड अब घुम्न सुरु हुन्छ ल हाम्रो चाहिँ अब के छ यहाँ हामी 17 मिनट कति घडी हेर्ने बिचमा चाहिँ कति लाग्छ भने खासमा 17 मिनट हो क्या यहाँको टाइम नै फिक्स हो त्यहाँ ओके भनेपछि हामी नर्वे आएको हो नर्वे होइन फिनल्यान्डै हो अब त्यहाँ पारिबाट नर्वेको समुद्र चाहिँ देखिन्छ ए अच्छा त्यतातिर गयो भने कहाँ हुन्छ होला त्यो त हेलसिङ्की हो नि त ए हो र समुद्र पार गइसकेका छौँ हामीले अब हामी त्यहाँ इन्फर्मेसन राखिदिएको छ त्यो इन्फर्मेसन हामी सारा हेर्छौँ
अब यहाँ चाहिँ अब थरीपरीको म्युजियमहरू पनि छ होइन, टिकट काटेर गर्न मिल्ने म्युजियमहरू पनि छ। यहाँ अगाडि हामीलाई स्वागत गर्ने यहाँ यसरी बोर्डहरू राखिएको छ। अब यसमा अब हामीले यो भित्र के छ त अब सबै यहाँ यसरी म्यापमा जानकारी दिएको छ सबै म्यापमा। The stairs are these ones. Oh, okay. These ones. So they are the short ones. You will see them when you're walking on the street. So they are next to the street. Then this is the oldest part of the fortress. And the King's Gate is the last place. So it's the last picture in the corner. And that's like a ceremonial entrance to the fortress. So these are the main sites I recommend to see. And if you are interested in the museums, there's also military museum today about military Finland. And there's a museum. अब यो चाहिँ यस्तो छ क्या ठ्याक्कै। ओके, चिसो भइरहेछ है। यो समुद्रको छेउमा भएर पनि होला यहाँ सिलेटो आइरहेछ। हामी त अब यताबाट घुम्दै त्यो एरियाबाट घुम्दै जान्छौँ। फर्स्ट चाहिँ अब यहाँबाट है, चस्मा पनि लाउनै पर्यो, घाम लागिरहेछ। ओके, अघि हामी आएको के अरे फेरि गइसकेको छ। अहिले हामी पनि भरे जाने त्यसै पाऊ। यो आधी घन्टामा चेन्ज भइरहेको छ अरे होइन, आउने जाने भइराख्ने रहेछ। यो काठकै हो यो? ओ माई गॉड, ल हेर्नुहोस् है। अब विकास भन्ने चिजलाई चाहिँ त्यस्तो ठुलो हुनुपर्छ भन्नेहरू छैन। यहाँ हेर्नु त, काठले यत्रो समुद्रलाई पारी तराई राखेको छ भनेपछि यो कति बलियो होला होइन। फलान तलबाट त होला, तर पनि यसको हेर्नु यो तल स्लेबहरू सबै काठको छ, यो पनि काठको छ। ओके, यहाँको चराचुरुङ्गीहरू केही भाग्दैन मान्छेदेखि, किनभने यहाँनिर मान्छेलाई भन्दा चाहिँ चराचुरुङ्गी अन्य चिज वन्यजन्तुहरू माऱ्यो भने ठुलो कानुन लाग्ने यहाँको कानुन रहेछ। कस्तो राम्रो है यो त पारी देख्यो। यतातिर पनि देखाइदिनु त बाबु, त्यो पारी त्यो हिमाल बादल त्यो समुद्रीको यो उत्यो हो क्या, हो त्यो साइडबाट देख्छ क्या, नर्वेको उत्यो साइड सबै। यो चाहिँ हाम्रो नेपालको स्कुल जस्तो देख्दा चाहिँ के होला है? सब ऐतिहासिक ठाउँ हो क्या यो चाहिँ, अब पुरानो उनीहरूको। अघि तपाईँले हामीले पर म्यापमा देखाएको थियौँ नि, त्यो ठाउँ हो यो चाहिँ खासमा। अब त्यस्तो छ यहाँनिर। हेलो श्रेयन, तिमी के भयो, खाएका हो? श्रेयनले अब ललिपप खाँदै हिँड्छ। यहाँको चराहरू कालिजहरू कोही भाग्नेवाला छैन मान्छेदेखि होइन, किनभने उनीहरूलाई एकदमै माया गरेर राखेको छ नि त। अब यहाँबाट जाने होला है यो। डग हो सगा। हो त्यहाँनिर हो, देख्नुभयो नि त्यो तलबाट फलाम रहेछ, ढुङ्गा र फलाम, माथि काठकै छ। त्यहाँबाट अघि भर्खरै सामान लिएर पनि जानुभयो, त्यति डर छ। यहाँनिर एउटा अचम्म लागेको चाहिँ के अरे पाहाडहरू छैन, त्यो ढुङ्गाहरू कहाँबाट यति धेरै ढुङ्गाहरू आएको छ क्या। सब ढुङ्गाले यसरी वालहरू तयार पारेको छ। के छ खै किन त हो त छोरा। यस छोरा, परेवाहरूको पनि यहाँ चाहिँ घुम्नेमा मजा आउँछ होला क्या, त्यही भएर आएको होला छोरा।
मान्छेहरू यहाँ देख्नु आएको होला किन के के छ यतै त आएको म यता उतातिर बोट बनाउने ठाउँहरू छ त्यतातिर बोटको सबै बोटको फ्याक्ट्री छ बोटै बोट के अरे मतलब सिप सानो सानो सिपहरू पर्सनल सिपहरू पनि छ बस्ने ओ बाबा हजुर नभए यहाँ अफिस छैन छोरा मेरो यहाँ यो अफिस एरिया होइन यो त घुम्ने एरिया हो नि छोरा यो चाहिँ टुरिस्ट एरिया हो क्या छोरा अब हामी यहाँ एकछिन बसेर आनन्द लिन्छौँ कस्तो लागिरहेछ त भ्लगरज्यू एकदम रमाइलो भइरहेछ आज चाहिँ एकदम यो के अरे आएको लगभग 5 महिना पुरा भयो हामी हजुर यति रमाइलो यो पंक्षीहरू भाग्नेवाला छैन यहाँ किनभने उनीहरूलाई यति संरक्षण गरिएको छ कि यसलाई बिना नसोधिकन हामीले कुनै खानेकुराहरू दियौँ र यसलाई के असर पर्यो भने पनि हामीलाई ठुलो चाहिँ कानुन लाग्नेवाला छ। अब यहाँ चाहिँ यो पशुपक्षी यहाँको जीव जन्तुहरूलाई मान्छेलाई भन्दा पनि बढी चाहिँ यहाँ चाहिँ उनीहरूलाई चाहिँ रेस्पेक्ट अथवा संरक्षण गरेर चाहिँ राखिएको देश रहेछ। यो चाहिँ हर देशमा भयो भने सायदै एउटा खालको ब्युटी एउटा नेचर चाहिँ एकदम प्राकृतिक नेचर चाहिँ हामीले त्यहाँ महसुस गर्न पाउँथ्यौँ होला। अझ हाम्रो नेपालमा त भनौँ न धेरै प्रकारको चराचुरुङ्गीदेखि लिएर वन्यजन्तुहरू छ यो भन्दा धेरै ब्युटिनेस बनाउन सक्छौँ तर हाम्रोमा चाहिँ त्यो छैन नि त। कानुन छ तर व्यवहारमा लागु छैन त्यही भएर चाहिँ अलिकति त्यस्तो छ नि त। यहाँ त हेर्नु न हर ठाउँमा यस्तो राम्रो विकास यस्तो राम्रो गरिदिएछ के भयो मेरो छोरालाई फेरि बस्ने ठाउँलाई नयाँ बनाइदिएको क्या सानो त र हामी चाहिँ अलि ओर आइपुग्यौँ त्यहाँनिर बाटोबाट हुँदै हुनुहुँदो रहेछ उहाँहरू। हामीले उहाँहरूलाई छेउबाट खिचेनौँ किनभने यहाँको चाहिँ अब कतिपयले आफ्नो फेसहरू देखाउन मन नगर्ने त्यस्तो पनि हुन्छ है। हामी त्यस्तो अब उहाँहरूलाई त्यो लाग्ला भनेर हामी त्यहाँको नजिकबाट उहाँहरूलाई खिचेनौँ तर यहाँबाट देख्न सक्छौँ हामी उहाँहरू मजाले काम गरिराख्नु भएको छ। अनि यो काठ है यहाँको काठहरू काठ हो पुलको माथिको सर्फेसको काठ रहेछ। अच्छा तर यस्तो दह्रोवाला रहेछ नि यहाँको त्यस्तो खालको रुखै देख्थ्यो त कहाँ ल्याउँछ होला यो कहाँ नि माथि लाप्लाटतिरबाट ल्याउँछ होला। राम्रोवाला दह्रोवाला काफी दह्रो रहेछ नि यस्तो वाला रहेछ र पो दह्रो भयो त नत्र भने कहाँ यो सबै काठको त हो नि। हजुर अब हामी उतापट्टिसम्म जाने त्यसपछि त्यता ठाउँ छैन अरू कुन यो सानो सानो बोटै हो नि त। जेट्स्की त अर्कै हुन्छ हौ छोरा यो सबै पुरानो बोटहरू होला क्या यो या पर्सनल बोटहरू पनि मान्छेले किनेर राखेको हुँदो रहेछ क्या। अहिले देखिन्छ अहिले कहिले काहीँ लिएर हुन्छ पर्सनल। अब जस्तो यहीँ यो एरियामा यो टापुमा घर हुनेहरू त बोट किनेन भने त उनीहरूको त अर्को विकल्पै छैन नि त। उनीहरूको गाडी जस्तै हो यो चाहिँ। यो जेसिबी कम्पनी हेर्नु न संसारभरि पपुलर छ जहाँ पनि देखिन्छ। हामीलाई यहाँ आएर अब यस्तो खालको सर्फेस माटोहरू पहाडी भूभागहरूमा हामी हिँडिरहेछौँ। त्यही भएर यहाँ आउँदा चाहिँ थोरै नेपालतिर पनि
हिँडेको हो कि हामीले समुद्र नदेखाउने हो भने है समुद्र नदेखाउने हो भने नेपालतिर त्यो अघि पर उसमै छोडेछ त्यसै अलिक परसम्म हिँड त छोरोले चाहिँ चस्मा कता झारेछ अनि हामी फेरि फर्केर चस्मा हेर्न जाँदैछौँ डोजरले किच्याएन छ भने छोराको चस्मा बाँकी होला अदरवाइज छोराको चस्मा हरायो क्लास दुइटै छोडेछ कहाँ रहेछ पर अघि हामी बसेको ठाउँमा ओके हामी अलिक परतिरसम्म जाउँ उता पनि तिमी के साह्रो बिर्सिएको हौ डगको बाबा बाबा चाचा दिशा हामी अलि यार देखाउन अच्छा यो सल्लाह यो हामी त्यो यतातिर जाँदैछौँ यो 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 त के हो बाबा यो बस्ने ठाउँ जस्तो छ त कुन बसेर चिया के ए होइन यो पुरानो उनीहरूको ठाउँहरू त्यो गर्ने हो यहाँ मान्छेले के रोप्ने गरेको होइन कहाँ त्यस्तो हुन्छ त ओके त्यसो भने ठ्याक्कै ल अहिले चाहिँ नेपाल जस्तै लाग्यो अनि यो के अरे हाम्रो सल्लाह यो पनि सल्लाह रहेछ सल्लाह हो नि यहाँको सल्लाह रहेछ फेरि खै तिम्रो सानो गार्डन बनाएको रहेछ क्या छोरा अरे यो पर्सनल होला नि त यतै बस्ने ठाउँहरू तपाईँ सब छोडिसकेको जस्तो छ त्यो त हरेक ठाउँमा रहेछ बस्ने त्यहाँनिर म के अरे बाली लगाउने के रोप्ने बस्ने होला नि त हजुर ओके ओके कति ठुलो सन हेर न ऊ माला पर बादल हेरौँ न बादलहरूलाई चाहिँ ठ्याक्कै हिमाल जस्तो देखिरहेको क्षितिज भन्छौँ नि हामी क्षितिज हो त्यो क्षितिज देखिरहेछौँ कि हामी कहाँको कहाँसम्म दूरमा यहाँ चट्टानै चट्टान होला सायद ढुङ्गा त कहाँबाट लान्छ भनेर यहाँबाट रहेछ छोरा लड लाग्यो बिस्तारै आँखा हेरेर हिँड है हाँसले फोहोर बनाएको रहेछ उनीहरूले पनि त अब अनि आफ्नो पाचन प्रक्रिया त पुरा गर्नु पर्यो हामी जस्तो सचेत भएको भए त ऊ पनि गएर एक ठाउँमै मात्रै दिसा पिसाब गर्थ्यो होला समुद्रको हावा कस्तो चिसो लागिरहेछ नि यहाँ अब हामी ऊ पर बस्ने ठाउँ छ त्यहाँ गएर एकछिन बस्ने ऊ पर हेर न अनि त्यहाँबाट हामी जाने हेर कस्तो राम्रो बर्ड यहाँ नाचिराखेको छ डेन्जर ऊ पर हुन्छ क्या ठिकै हुन्छ नानी छि 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 छ केटा र केटीहरू आएर डेटिङ गर्ने ठाउँ हो यो किनभने म लास्ट टाइम आउँदा यहाँ देखिरहेको थिएँ जोडीहरू केटीले राख्थे कि म दर्शक मात्रै थिएँ बुढी लिएर आउने इच्छा चाहिँ थियो
तर अलिकति यो देशमा मेरो केही नचल्ने भएकोले पानीमा पानीमा नो छोरा यो घामको एन्टी लाइट परेर थोरै भिडियो राम्रो आएको छैन ओके हामी ब्लग बनाइरहेछौँ ब्लग हो यो हाम्रो फ्यामिली ग्रुपको हामी फ्यामिली ब्लग बनाइरहेछौँ र यमुना मगरको युट्युब च्यानलमा चाहिँ तपाईँले हेरिराख्नु भएको छ हेरिदिनुहोस् पुरै किनभने फिनल्यान्ड हामीले घुमाएको छौँ क्या अब मेन विशेष ठाउँहरू भनेको यहीँ हो होइन एकदमै राम्रो राम्रो छ नयाँ नयाँ हुनुहुन्छ कोही भने घुम्न आउनुहोस् यहाँ एकदमै राम्रो ठाउँ रहेछ है त्यो पारी ढुङ्गा सबै ढुङ्गा हो त्योहरू किन छोरो सुज भिज्छ है सुज भिज्छ है सुज नभिजाऊ है पानी चिसो छ छोरा पानी चिसो छ तिमीले पानी टच गरिसक्यो यो के भन्छ थाइल्यान्ड जाने यही यसकै लागि होइन त पानीमा भिज्नको ए बीचमा आएछ यस्तै हुन्छ त थाइल्यान्डमा कहाँ यस्तो हुन्छ त्यहाँ त बीच त्यहाँ बालुवाको बालुवा भएर त नि हुन्छ होला अब जाने इच्छा छ होइन अहिले गफ नलगाउँ साथी हो अब फोटोमा देख्दा हजुर पानी छैन सुज भिज्छ है छोरा भिज्दैन अनि तिमीलाई यहाँ आएर कस्तो फिल भइरहेछ छोरा ओके ओके ल अलिक उताबाट जाउँ छोरा आउनु पानी चाहिँ सानैदेखि खेल्थ्यो मम्मी नानीलाई पनि समात पहाड छ छोरा जाऊ हामीलाई त यस्तो त नेपालमा हिँडेर घाँस दाउरा मेरो छोरा नेपालीको बच्चा हो हेर्नु त उसलाई त्यस्तो तनावै छैन यहाँ यही विदेशीको बच्चा यहाँ आएर हुन्थ्यो भने यति चढ्नलाई उसलाई ठुलो यहाँ चाहिँ सङ्कट परिरहेको हुन्थ्यो होइन ल लेट्स गो छोरा त्यहाँ माथि होइन यता यता उतापट्टि जाने हामी मेरो चाहिँ यो सेकेन्ड टाइम भिजिट हो तर फर्स्ट टाइम चाहिँ म एक्लै आएको थिएँ यहाँको भौगोलिक स्थिति बुझ्नलाई अनि त्यस पछाडि मेरो वाइफ र छोरालाई मैले घुमाउने निर्णय गरेर आज चाहिँ ल्याएको बहुत खुसी भइरहेछन् दुईजना किनभने यो एउटा छुट्टै संसार छ त्यहाँ हामी मान्छेको शान्तपना सोच्न पनि मान्छे केही कुरा फुराउन लेख लेख्नलाई मान्छे यसरी आइराखेको हुन्छ तपाईँलाई भिडियोमा राम्रोसँग देख्नु भएको छैन होला तर समुद्रको किनारमा बसेर एकजना महिला एउटा कुनै लेखहरू लेख्ने क्रममा हुनुहुन्छ यो शान्त यति पिस छ नि यहाँ यति पिस छ समुद्रको छालको आवाज मात्रै सरर सुनिन्छ कति कविताहरू कविहरूलाई कविता फुर्नलाई कति धेरै क्या चाहिँ किनभने यहाँबाट केही नयाँ चिज उत्पन्न हुन्छ होला पक्कै पनि किनभने एउटा मान्छेले भन्छ नि केही सिर्जना गर्नु पर्दाखेरि एउटा शान्त ठाउँ चाहिन्छ एउटा यस्तो ठाउँ चाहिन्छ जो एक्लोपना त्यहाँनिर चाहिँ मात्र यो सुनसान त्यसमा एउटा समुद्रको शान्त त्यो आवाज आइदियोस् भन्ने खालको हुन्छ नि त्यो सायद त्यो होला उहाँ एउटा हातमा कापी र डट पेन लिएर एक्लै आनन्दले केही लेख्दै हुनुहुन्छ हो त्यसलाई चाहिँ रेस्पेक्ट नै छ है मलाई त्यसै हो त्यो उहाँले लेख्नु भएको चिजहरू हामी यहाँ धेरै बस्न सक्ने वाला चाहिँ छैनौँ यो साइड अब यो हेर त समुद्र कहीँ घरहरू छ त पासपोर्ट कन्ट्रोल ल हेर त बोर्डर हो क्या त्यो भएर पासपोर्ट कन्ट्रोल हुन्छ यहाँ यसरी वाह अरे वाह अरे वाह वाह एक्सिलेन्ट
मलाई खिच्नु माथि गएर म त आइहाले नानी पाहाड चढेको हो वा कस्तो अनुभव भयो त यस्तो मजा आयो मजा आयो मम्मी मम्मी पनि आउँदैछ तलबाट हेलो हेलो चिसो भयो है आज त फेरि अघि त गर्मी भइरहेको थियो आज त समुद्रको छेउमै आएपछि त चिसो भयो ए हाम्रो लागि त्यो केही होइन हामी कत्रो कत्रो अब त उँभो जाने सानोमा घाँस दाउरा गर्दा यस्तो त यो त सिम्पल भइहाल्यो बाबा यो के अरे छ्यापी हो क्या हेर्नु त यो हो नि त छ्यापी होइन होला हो नि टिपेर हिँड्नु लैजाउँ न दिदीले भन्नुहुन्थ्यो क्या के अरे आम्मै कस्तो मिठो नि बाबा लगेर रोप्नु न बाबा ल सुँगाइदेऊ त नानीलाई ए दिदीले के अरे सम्झना दिदीले भन्नुहुन्थ्यो क्या ए त्यो त त्यसरी खनेर हुँदैन नि त तलैदेखि यो माटैदेखि यस्तो साथीहरू है कस्तो मजाले लगेर बाबा रोप्नु पर्थ्यो नि बोक्न त त्यसरी होइन क्या यो माटैसँग यस्तरी यस्तरी निकाल्नु पर्यो क्या अनि मात्रै लौ त तिम्रो छोरा यो किन खन्नु त नि म खन्छु नि बा खन्नु नदिने हो जङ्गलमा पाइने छ्यापीको चाहिँ यमुनाले उत्खनन गर्दैछ यहाँ ओरायो भने यो लगेर चाहिँ हामी लाने रोप्नेवाला छौँ त्यत्रो माटो लानु पर्दैन होला बुढी ल ठिक छ मम्मीको पछाडि के अड्क्यो छोरा यति मिठो यसको स्मेल है ओ माई गॉड अस्ति के अरे डेनमार्क पनि यता नजिकै हो नि त अनि त्यहाँ मेरो दिदी हुनुहुन्छ आमाजु सम्झना दिदी धेरै सम्झना गरेको छु मैले किनभने उहाँले भन्दै हुनुहुन्थ्यो कि त्यो छ्यापी हुन्छ नि बहिनी त्यस्तो त यति धेरै हुन्छ मैले चाहिँ रोपेको छु भन्नुहुन्थ्यो हाम्रोमा चाहिँ अब त्यस्तो रोप्ने खालको त छैन म माटो लगेर हेलो हेलो फेरि पनि हामी चाहिँ यो अर्को ठाउँ आइपुग्यौँ उताबाट यता फेरि पनि फर्केर अर्को ठाउँमा हो यो चाहिँ पुरानो बोर्डहरू देखिन्छ सायदै बनाउने ठाउँहरू होला यतातिर हेर्नु यो चाहिँ ठ्याक्कै हाम्रो नेपालको गुम्बाहरू जस्तो देखिरहेको छ खासमा गुम्बा स्टाइलको पनि धेरै छ यहाँ सबै अलिक पुरानोहरू देखिन्छ यो बनाउने सानो सानो बोर्डहरू छ त्यसलाई हामी देखाउँ ओके हेरौँ है त सायद मलाई हामीलाई लाग्छ यो पर्सनल बोटहरू हुनुपर्छ त्यसरी सबै बोटहरू राखिएको छ पारी घर हुने तर्ने होला सायद अच्छा अब हामी कता बाबा अब हाम्रो यात्रा कता हुन्छ अब हाम्रो यात्रा यस्तो यस्तो हुँदै हुँदै अब हामी फेरि अघिकै फर्किन्छौँ होइन फेरिमा हामी फर्किन्छौँ ओके अब हामी यहाँबाट राइट साइडबाट जान्छौँ राइट साइडबाट फेरि यो टापुमा पनि कसरी गाडीहरू लिएर आयो भन्नु होला फेरि यो गाडीहरू चाहिँ त्यो अघिकै फेरिमा नै हालेर ल्याउने गर्दो रहेछ सक्यो भने त्यो डस्टबिनमा हाल्नुपर्छ छोरा डस्टबिन त्यहाँ छ काठको नै यस्तो हुँदो रहेछ नि त यहाँनिर त्यसको सेप यसरी बनाएको छ यसरी बनाउन सुरुवात हुन्छ जस्तो लाग्यो हामीलाई बोट
स्टाइल कस्तो राम्रो क्या यो के होला क्या यो भित्र कस्तो छ होला नि पुरानो बस्नु भएको है ओके हामी यहाँबाट बाबा यो चाहिँ खास हामीले बुझ्दा यहाँ चाहिँ बोट बनाउने ग्यारेज जस्तो देखिन्छ क्या किनभने सबै बोटहरू यसरी भित्र त छोपेर राखेको छ होइन त्यो निर्माणाधीन बोटहरू होला सायद के जस्तो छ भने हाम्रो के अरे त्यो रोक्ने टर्नेला स्टाइलको देखिन्छ हो रहेछ त्यसको स्ट्रेट नै उयो हेर्नु ठ्याक्क बोट जस्तो छ नि त यो अनुसारको रहेछ बाबै यसरी त्यत्रो बनाउनु पुरानो बोटहरू होला सायद यिनीहरू बेबी मेरो छोरो चकचक गर्दै पनि छ उसलाई थाकिसक्यो अब हिँड्दैन कति हाम्रो यात्रा 2 घन्टा भइसक्यो होला अब छोरोले आइसक्रिम खान्छ आइसक्रिम किनिदिन्छु बाबाले अनि छोरो ह्याप्पी हुन्छ अनि त्यसपछि फेरि अर्को 2 घन्टा छोरोको इनर्जी आउँछ हजुर यताबाट गयो नि टाढा गयो नि ल जाउँ म्युजियम चाहिँ यता रहेछ सुमेलिनाथ म्युजियम भनेर लाइब्रेरी रहेछ यता एकचोटि म यता गएकै छैन यता जाउँ न यता त राम्रो पो रहेछ भाइ गाउँ रहेछ के खेलेको छ रा घोडा हो अनि के हेर्ने एउटा टाइगर पनि छ यस्तो टाइगर पनि छ अनि के मास्टर पनि छ मजा अब निन्जा भाइ त आवाज आउँछ यस्तो यताबाट जाउँ छ होला नि किन्न सहारीमा बस्छ हाय मम्मी हाय छोरा हाय मम्मी मम्मी म सुते है हाय म सुते तिमी सुत हामी गए है अहिले के भन्नु सर यो एक लट यहाँको पुरानो बिल्डिङहरूको खिचिदिनु पऱ्यो कि ओके अब चाहिँ हामी फर्किँदैछौँ हाम्रो जाने अघिको फेरि आइसकेको छ अब हामी लगभग 2 घन्टा जति घुम्यौँ छोटो मिठो भन्दा पनि अलिक लामो तर राम्रो भिडियो बनाएको छ तपाईँले हेरिदिनु हुन्छ होला भन्ने आशा गरेको छु ल हेरिदिनु भयो हाम्रो भ्लगलाई यहाँहरूलाई धेरै धेरै धन्यवाद छ सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला है त थ्याङ्क यू बाई बाई